हेर्नुहोस् है गाइस, मेरो चाहिँ यो बुढीले ल्याएको थियो, दामी साग ल्याएको। यस्तो भयो हेर्नुहोस् त। बिग्रियो। हेर्नुहोस् है गाइस, मेरो बुढीले यस्तो ल्याएको थियो, आरू ल्याएको थियो। यो चाहिँ अब दुईजना माथि लेफ्ट ओभर दुईटा भएछ है। साग यस्तो फ्रेस ल्याएको थियो होइन, यस्तो भइहालेछ, बिग्रेछ। फ्रिजको सुविधा छैन हो, फ्रिजको सुविधा छैन, त्यही कारणले यो पुदिना भन्ने ल्याएको थियो। पुदिना पनि पुरा उयो भएछ। जस्तो तपाईँले टिपेको छ त्यस्तै चाहिँ लास्टिङ हुने सब्जी चाहिँ यो रहेछ है गाइस। हेर्नुहोस् है, यसलाई के भन्छ कि नाम चाहिँ थाहा भएन। यो चाहिँ दामी हुँदो रहेछ। हेर्नु सागहरू चाहिँ एकदम उयो हुँदो रहेछ हेर्नु त। लेगदेखि चाहिँ नि औलमा झर्दाखेरि गरमले गर्दाखेरि यस्तो भइहाल्दो रहेछ। यो पुदिना पनि नहुने रहेछ होइन। यो चाहिँ अब जस्तो बिटा माथि बनाएर ल्याएको त्यस्तै छ यो चाहिँ। अनि तपाईँको डल्ले खोर्सानी ल्याएको थियो हो, डल्ले खोर्सानी हेर्नुहोस् है गाइस। वाउ, सो फ्रेस छ, एकदम पिरो रहेछ, पिरो खालको रहेछ है गाइस।